आज फेरि खेलाइरहेको छु। सत्यबाट आएको तपाईँ सरकै घरको पुलबाट उठेर आएको हो। पुलबाट उठेको यो भन्यो भने फुल झाँक्रीहरू हो र आज साथै पुस्तकको बाजेहरू हो। मैले तपाईँलाई बोलाएको थिएँ, तपाईँ आइदिनु भयो होइन र आफ्नो यसलाई नियन्त्रण राख्नुभयो, त्यसको लागि अति धन्यवाद छ। र साथै साथमा यसलाई सत्यको बाटो लानुपर्छ। अब चाहिँ दाहिने बायाँ कतै जङ्गलतिर नलगेर शमशानघाटतिर नलगेर आफ्नै थानमानमा साथमा बसेर आफ्नै देवी देवतालाई मानेर त्यसको बादमा जानुपर्छ। मान्छेलाई उपचार गर्नुपर्छ, नराम्रो कसैले गर्नु हुँदैन र आफ्नो शक्तिको घमण्ड कसैलाई देखाउनु हुँदैन। त्यस कारणले सत्य वचन गर्नुपर्छ। आज तपाईँ के नानीलाई रक्षा गर्छ? अब रक्षा गरी आउने चोरी नानी कति पुस्तकको म त यसकै साथै पुस्ता अगाडिको बनै जागरी हुँ नानी। म त सतै बोली आउँछु हेरे नानी। ल सत्य 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 सत्य। अब तपाईँले नानीलाई अब सत्य बटनमा खेलाएर लाँदाखेरि आज सबै कुरो तपाईँले सबै राम्रो काम गर्दै अनि चाहिँ म चाहिँ खुसी लागेको छ र पूजापाठ पनि गर्दैछ र थानमानमा राम्रो पाठ पूजा गर्नुपर्छ। गर्नुपर्छ कि पर्दैन? पर्छ होइन पर्छ त्यो त पर्छ गरे न बनी त म त यसको जिउ सरी नै काई दिन्छु हेरे नानी। ल तपाईँलाई फेरि बादमा अलिकति 2 साल 3 सालको बादमा फेरि मसानहरू पनि खेलाउनु पर्छ। मसान त पक्का त्यसलाई आउने जागरी उही नानी कोला कोला बन जङ्गल एक्लै हिँड्ने कागो पत उही कोही देखि डरा हेरो हिँड्ने छैन। अब तपाईँले गर्दाखेरि यसो नानीको साँचो बच्चा गर्दाखेरि घरको सबै सीमा नानी ठुलो छोरा हो यो घरको, तपाईँले मिलाएर जानुपर्छ। तपाईँ यत्रो बुढो झाँक्री उत्पन्न बस्छ घरमा, सागा सन्तान सीमा मिलमिलाप गरेर घरमा अघि बढाउनुपर्छ। कसो सत्य सत्य यो बाउसर किन गरेर मिल्दैन? रुको बाउसर किन गरेर मिल्दैन? मिल्दै न अब मिल्नु पर्छ, तपाईँले मिल्नु पर्छ। कालको छैन तपाईँले मिल्नुपर्छ हो किन? मिल्छ तपाईँले मिलाउनु पर्यो। अब मिल्न बिस्ता रि मिल्ला तर एउटै सोचाइ को नभ रह मिल दैन है त। ल त यसले के सोच्छ ज्यादा बाउको बारेमा भन्नु पर्यो। बाउ त कति दुःख गरेर मलाई गरिरहेको छ, बाउले पनि मेरो छोरा यसो उपचार भन्छ भनेर र त्यो हिसाबमा म पनि आएको हो लागि सबै बडा बढी चाहिँ नानी हामी यस विष यमा केही भन्दैन। ल अब बाउले यत्रो दुःख गरेर कमाइ गरेर अब छोराले त गर्नुपर्छ। अब यो घरलाई अघि बढाउँदै नबढाउने तपाईँले बडा हेर लान्छ तर नानी यो पनि बोली को हो दिनमा यसो ऋणै जागरी बइ अवतार खेल्दै जानु पर्छ। ल अब कति 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 सालमा तपाईँले गुरु पूजा गर्नुपर्छ यो थानमा? अब भन्नु पर्यो। गुरु पूजा त पर्छ पछि पर्छ। के चढ्छ तपाईँ गुरु पूजामा? गुरु पूजामा के चढ्छ? नानी हो सुनिलाई जाऊ मेरो त सोर सिकारी पो गेला हुँदै बड झाँक्री भन्ने मने हो। हामीले पूजा गर्छ, मान्छे मार्छ। ल अब हानमा चल्छ आनो मानो गर्ने खालकै जागरी उही म त तर नानी पूजा पाठ नगरी मासु मङ्स चल्दै नानी। ल सोच्दैन मलाई नबोला, म हेरिहाल्छु के। अच्छा ठिक छ, राम्रो छ। त नानीले के खानुहुन्छ के खानुहुन्न त्यो पनि भन्नु पर्यो। यसले नानी सुँगुर बैसी त्यही बार्नै पर्छ, अरू त त्यति पर्ने छैन नानी। ल ल ठिक छ,
अब ठिक छ घरमा के खानुहुन्छ लसुन हुन्छ लसुन प्याज लसुन चल्छ प्याज सबै चल्छ कुखुरा चल्छ खानु सक्छ यसले कुखुरा तह अनि बाघ खसी? बलि नै दिने सबै ल ल सबै ठिक छ आज तपाईँलाई मलाई दुईजना एकदम घर परिवार सुल राम्रो होस् बढेको रहोस् आज ठुलो झाँक्री आएको छ तपाईँ यत्रो साथै पुस्तक खेल्ने झाँक्री आएको छ घरको खानदानलाई बढाएर जानुपर्छ र यसको दिमागमा वृद्धि बनाइदिनु राम्रो बढाइदिनु र बाउ छोराको मिलमिलाप काका बाउहरूको सन्तानमा सबै परिवारसँग मिलमिलाप गर्ने बनाइदिनु र यसको जति सोच विचारहरूलाई बदली गरेर तपाईँको सोच आउनुपर्छ है जान्छ ओइ नानी ल राम्रोसीमा यसको आउने दिनमा अलिकति अहिले धेरै छ विवाहको लगन पनि तपाईँले जुराएर आउँछ हो कि होइन विवाह नानी ल विवाहको लगन मलाई नै बोलाए त्यो त गुरुलाई पक्का बोला ल ल ल अब राम्रोसँग लिएर आउँछ ठिक छ नि अब सबै भने यिनीहरूले घरमा के खानुहुन्छ के खानुहुन्न लसुन प्याजहरू सबै चल्छ ठिक छ नि नचल्न चाहँदैन न उयो नखाने चिजहरू यो त्यो सुँगुर चल्दैन भयो नि है सबै उयो हुन्छ ठिक छ नि राम्रो छ अरू राम्रोले घरको वृद्धिहरू बढ्छ यसको सोचहरू आस्ते आस्ते बदल्दै जान्छ पहिला भन्दा खतम हुन्छ र यसले थान थपना राखेर आफ्नो गुरुलाई चलाउँछ यसले चल्दै जान्छ मान्छेको उपकार गर्दै जान्छ र राम्रो हुँदै जान्छ कुलथान होइन कुलथान यसको कुलथान यसले कुलमा चाहिँ कुल होइन झाँक्री हो कुल त तपाईँको जो बाउ छ मन्दिरले यसको बाहिर जब त घर छैन बाहिर पनि बनाउन सक्छ यसले भन्छ कुलथान कहाँ हुनुपर्छ लु त बाजे बताइनु पर्यो बुढो बाजे घरको यसको भित्र हुन्छ न बाहिर कुल शान्त भित्रै हुन्छ तर म जाग्री बुढो मसान तेलौ नै बुढो बाहिर बस्छ पक्का बाहिरै हुन्छ ओइ ल ल नानी ठिको डेङ्ग्रो ठोक्छ म त बाक्री चाला को हो ड्याङ्ग्रो त्यसलाई ओइ ल नानी ल आजबाट सबै भयो नि आजबाट त सबै निधि खुदी गरे अब चाहिँ भयो बुझी छ यसको ज्ञानहरू दिमागहरू आस्ते आस्ते बढ्दै आउँछ अरू आस्ते आस्ते आफै हुनुहुन्छ र यसको जो शरीरमा जो बाजे छ घरको तपाईँहरूको साथै पुस्तकको बाजे यसको दिमाग आस्ते आस्ते यसले आफ्नो रास्ता आउँछ र आफ्नो आफ्नो रास्ता लाइनमा लिएर आउँछ र यसको दिमाग पनि पहिला भन्दा त अहिले बहुत राम्रो भएर आएको छ धेरै आगे गरेर ठिक छ नि आजबाट चाहिँ यसले पक्का लड झाँक्रीको चेला भयो यसले चाहिँ आज भाषा गर्छ कि म मान्छेलाई नराम्रो गर्दैन राम्रो गर्छु भनेर हामी कसैलाई नराम्रो गर्ने छैन तर कोही नराम्रो गर्न आए त्यस्तै पाउँछ यो त सत्य सही नानी सत्य पानी ठिक छ नि अलिक अगाडि सर झाँक्रीहरूको परीक्षा लिनुपर्छ त अब चाहिँ ठिक छ नि अब चाहिँ बाछा गरेर के गर्छ कहिले हामी झाँक्री हुँदाखेरि नै बाछा गर्नुपर्छ बाछा गर्नुपर्छ के गर्छ आइन्दाबाट चाहिँ हामी कसैलाई बिगार्दैन भनेर बरु कसैसँग झगडा तिमी बिगार्ला बरे नकसो होइन त्यसमा बाछा गर्नुपर्छ बरु काकासँग झगडा होला बरु त्यतिकै कहाँ रोक्छ भनेर हो कि होइन बरु गाउँको मान्छेले चल आज एक दिन सबै बिगार्ने के हो मतलब दुःख एकछिनको लागि भने चाहिँ मिलमिलाप भइहाल्छ ठिक छ जाँदैछ भनेर त्यसलाई फेरि बिगार्नु नि कसैले हो कि होइन त्यो राम्रो सबैसँग मिलमिलाप भएर बसेको राम्रो ठिक छ अरू यसरी नै मान्छेलाई उपचार गर्दै जानुपर्छ आफ्नो शक्ति बढ्दै जान्छ बाँकी बात कस्तो के गर्ने पूजा अलिकति भन्नु आमा पुजी छ ठिक छ नि ठिक छ नि घरको राम्रो हुन्छ आजबाट 7 बाछा गरेर जान्छ तपाईँले आज बन्देउता बन्देवी महाराजा महाराजा राखेर आज कसैलाई बिगार्नु पर्न आज भन्नुपर्छ भन्नु पर्यो अब कसैलाई बिगार्दैन भनेर म कसैलाई बिगार्ने बिगारे मै बिमार हुन्छु भन बिगार्ने हुन्छु बिगारे मै बिमार हुन्छु कसैलाई बिगार्दैन तर कसैले हान बान गर्न त्यो त गर्नु सक्छ हैन कसैले चला ल ल ल ल ल पनि हान बान पर्ने जोइ ल ल ल ल ल ल ल कसैले तपाईलाई चलायो भने तपाईले चलाउन सक्छ हैन ल आजबाट साँचो बाचा ल पुरा पुरा साथै साथै दुधको दुध पानीको पानी आज चाहिँ बाचा गरे ल आज चाहिँ हाम्रोबाट बाचा गर्दैछ आजबाट चाहिँ तपाईले अझ कसैलाई नराम्रो गर्न सक्दैन राम्रो गर्न सक्छ आज खुसी छ
खुसी चढै अब चाहिँ थालमै बस्छ नि थालमै बस्छ मनमै बस्छ यसको जहिले बोलाउनु तैले आउँछ बस्छ हो कि न जहिले बोला यही तैले आउँछ ल है ल ल शान्ति शान्ति ल है गुरुबा आज चाहिँ हामीले नानीलाई आफ्नो उ गरेर चाहिँ आफ्नो चेलालाई मानेछु है सत्य 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 है सत्य गुरुबा सत्य है भयो यहीँ पूजा खतम भयो हो कि न हो कि नि कति राम्रो हो कि नि कति 10 बज्यो न 11 बज्यो 11 बजीसम्म होला